सम्पूर्णमा नमस्कार। आज चाहिँ म तपाईहरु सामु अवगार स्कोरसँग रिलेटेड दुईवटा क्वेशन र यसको एक्सप्लेनेसन लिएर चाहिँ प्रेजेन्ट भएको छु, जुन चाहिँ आज कोशी प्रदेश लोकसेवा आयोगले नर्सिङमा सोधिएको पनि थियो। फर्स्ट क्वेशन छ, इफ अ न्यूबोर्न इज डेलिभर्ड इन लेबर रूम बाय ह्याभिङ लेबोरियस ब्रीथ, एक्सटेन्डेड लिम्स or limb gait, blues extremities and heartbeat 104 beats per minute, then based on above condition, the newborn's Apgar score is first option 4/10, second option 5/10, third option 6/10 र फोर्थ अप्सन 7/10। अब यसको करेक्ट आन्सर के होला एकछिन क्याल्कुलेट गर्दै गर्नुहोस्। आज सोधेको क्वेसन चाहिँ हाउ टु एसेस मसल स्टोन इन अवगार स्कोर। फर्स्ट अप्सन बाई अब्जर्भिङ न्यूबोर्न्स एबिलिटी टु क्राई, सेकेन्ड अप्सन बाई इभ्यालुएटिङ न्यूबोर्न्स रिफ्लेक्सेस, थर्ड अप्सन चाहिँ बाई अब्जर्भिङ वेदर द न्यूबोर्न्स हैज स्पोन्टेनियस मुभमेन्ट्स अर लिम्ब, फोर्थ अप्सन बाई मेजरिङ हेड सर्कमफरेन्स अफ द न्यूबोर्न। अब हेर्नुहोस् त अवगार स्कोरमा हामीले 5वटा कम्पोनेन्टलाई हेरिन्छ, जहाँ चाहिँ बच्चाको कलर हेरिन्छ, बच्चाको हार्टबिट हेरिन्छ, बच्चाको रिफ्लेक्सेससँग रेस्पोन्स हेरिन्छ, बच्चाको चाहिँ मसल स्टोन हेरिन्छ, बच्चाको चाहिँ रेस्पिरेसन र 0 to 2 गर्छौँ। 0 भनेको एकदम ब्याड, 1 भनेको एभरेज, 2 भनेको चाहिँ के हो त गुड भन्ने बुझ्छ। अब फर्स्ट क्वेसनको किवर्ड्समा हेर्नुहोस् त, न्यूबोर्न डेलिभरी भयो बाय ह्याभिङ लेबोरियस ब्रिथ। ब्रिथ भन्ने बित्तिकै रेस्पिरेसन होइन। अब रेस्पिरेसनमा चाहिँ के छ त, रेस्पिरेसनै छैन भने 0 दिन्छौँ, अनि गाह्रो गरेर सास फेरेको छ, ग्रन्टिङ छ, लेबोरियस ग्यास्पिङ छ भने 1 दिन्छौँ, स्ट्रङ क्राई छ भने 2 दिन्छौँ। अब यसमा ब्रिथ चाहिँ गाह्रो गरी सास तानेको भएर रेस्पिरेसनमा 1 पाएँ। अब सेकेन्डमा चाहिँ के हो त, एक्सटेन्डेड लिम्स भनेको छ कि चारैवटा हातखुट्टा चाहिँ फैलाएर बसेको छ अरे। यसमा न अप्पर भनेको छ लोवर भने चारैवटा होइन। अब यसमा चाहिँ यो भनेको मसल्सको टोन हेर्ने हो कि बच्चाको मसल्सको टोन हेर्दाखेरि चाहिँ जहिले पनि के हुन्छ त भन्दाखेरि उसको हात खुट्टाको मुभमेन्ट्स हेर्छ, पोजिसन हेर्छ कि। अब बच्चा भर्खर जन्मेको बच्चाको मसल टोन राम्रो छ भन्दाखेरि हात खुट्टा चलाएर यसरी फ्लेक्स गरेर बस्छ नि, अब फ्ल्याट भएर बसेको छ अथवा उसको चाहिँ लिम्प छ भने कति दिन्छ 0। अब हात खुट्टा मध्येमा एउटा चाहिँ के गरेको छ खुम्च्याएको छ, अर्को चाहिँ के गरेको छ फ्ल्याट गरेको छ, एक्सटेन्डेड छ भने 1, वेल फ्लेक्स छ भने मुभमेन्ट छ भने 2 दिन्छ। अब यसमा हेर्नुहोस् त एक्सटेन्डेड लिम्स भनेको छ कि चारैवटा हात खुट्टा फ्ल्याट गरेर बसेपछि उसको मसल्सको टोन एक्टिभिटीमा 0 पायो होइन। अनि अर्को चाहिँ ब्लुइस एक्सट्रिमिटिज डे, त्यो भनेको ब्लुइस भन्ने बित्तिकै बच्चाको कलरसँग, कलरमा चाहिँ होल बडी ब्लुइस छ पेल छ भने 0, बडी चाहिँ पिङ्क, हात खुट्टा चाहिँ के छ त ब्लुइस छ भने 1, होल बडी पिङ्क छ भने चाहिँ 2 दिन्छ। अब यसमा त हात खुट्टा चाहिँ निलो छ, बडी भनेको छैन नि त, त्यही भएर ब्लुइस एक्सट्रिमिटिज भयो भने 1 पायो होइन। र उसको चाहिँ के छ त हार्टबिट त 104, हार्टबिटमा त हार्टबिट छैन भने 0, लेस देन 100 छ भने 1, मोर देन 100 छ भने 2 दिन्थ्यो। अब उसको चाहिँ 104 भएकोले 2 पायो, त्यही भएर यसको करेक्ट आन्सर के भयो त 4/10 भयो। अब सेकेन्ड अप्सनमा चाहिँ क्वेसनको अप्सन्सहरू हेर्नुहोस् त, यसमा किवर्ड्स के हो त भन्दाखेरि मसल स्टोन कसरी गरिन्छ होइन, एसेस गरिन्छ। अब फर्स्ट अप्सनमा चाहिँ बाई अब्जर्भिङ एबिलिटी अफ द क्राई, क्राई भन्ने बित्तिकै रेस्पिरेसन यो हेरेर मसल स्टोन हेर्ने हो त होइन। अर्को बच्चाको रिफ्लेक्सेस, रिफ्लेक्सेस भनेको हामीले दिएको स्टिमुलससँग उसको फेसियल रेस्पोन्स हेर्ने हो, यो चाहिँ केमा हेर्छ त ग्रिमेसमा, क्वेसनले सोधेको के हो त मसल्सको टोन। थर्डमा चाहिँ बच्चाको मुभमेन्ट्स रह्यो कि स्पोन्टेनियस मुभमेन्ट्स छ कि फ्ल्याट लिम्प भएर बसेको छ, हो यो त मसल्सको टोन हेर्ने हो नि त होइन, हेड सर्कमफरेन्स त होइन। त्यही भएर यसको करेक्ट आन्सर चाहिँ के भएको त सी भएको है। हस्, थ्याङ्क यू।